जिंदाबाद जिंदाबाद हाम्रो यो सबै सुत्तावासी कुनैदेखि पहिले हल्दिनुको बनाए त्यो सबै हामी सुस्ता पालिकामा अब यहाँदेखि बेलुका निस्किनु है हामी यहाँदेखि रेवारेता निस्किन आउँदै रेवारेतामा गर्दै आएको कार्यको उच्च मूल्याङ्कन गर्दै सुस्ताको विकास कार्य र सुस्ता क्षेत्रमा रहेको समस्याप्रति नेपाल सरकार गम्भीर भई नेपालकै सबभन्दा लामो 1571 मिटर झुलुङ्गा पुल निर्माण कार्य सम्पन्नदेखि सम्पन्न गरी सुस्तालाई नेपालसँग जोड्नुको साथै सोही पुलबाट नेपालको पहिलो पटक राष्ट्रिय प्रसारण लाइन मार्फत सुस्ताको विद्युत विस्तार कार्यदेखि लिएर सुस्ता क्षेत्रको लगभग 6 किलोमिटर आरसीसी बाटो 250 वटा सुरक्षित जनता आवास लगभग 4 किलोमिटर तटबन्ध कार्य सोलर ग्रिड परियोजना सशक्त भवन निर्माण आश्रय भवन लगायत विकास कार्य सम्पन्न भएको र हाल विकास निर्माण कार्यदेखि लिएर सुस्ता गाउँ नै नारायणी नदीमा विलिन हुने अवस्था आउने भएको अवगत गराउँदै तफसिलको माग सहित माननीय मन्त्रीज्यू समक्ष ज्ञापन प्रस्तुत गर्दछन्।